के तपाईँ साँच्चै मानिसलाई बुझ्न चाहनुहुन्छ? के तपाईँ उनीहरूको व्यवहार, सोच्ने ढाँचा र भित्री उद्देश्य चिन्न सक्ने बन्न चाहनुहुन्छ? हामी हरेक दिन असंख्य मानिसहरूसँग भेट्छौँ। केही मानिस सहज लाग्छन्, केहीसँग दूरी महसुस हुन्छ। केही बुझ्न सजिला हुन्छन् भने केहीले हामीलाई पूर्ण रूपमा अलमलमा पार्छन्। तर के तपाईले मानिसहरू किन र कसरी यस्तो व्यवहार गर्छन् भनेर कहिले सोच्नु भएको छ? किन केही मानिस स्वभावतः आकर्षक र प्रभावशाली हुन्छन्, जबकि केहीको बोलीले नै मन अशान्त बनाइदिन्छ? किन केहीले अरूलाई सजिलै आफ्नो प्रभावमा पार्छन् र केहीले सक्दैनन्? यो कुनै जादु होइन, यो मानव मनोविज्ञानको गहिरो खेल हो। द ल अफ ह्युमन नेचर नामक यो किताबले हामीलाई यही कुरा सिकाउँछ। मानिसको स्वभाव धेरै हदसम्म पूर्वानुमान गर्न सकिने हुन्छ। यदि हामीले यसलाई बुझ्यौँ भने हाम्रो जीवन नै नयाँ दिशातर्फ मोडिन सक्छ, चाहे व्यक्तिगत जीवन होस् वा पेशागत यात्रा। यस पुस्तकका लेखक रबर्ट ग्रीन गहिरो अनुसन्धान र जीवन्त कथन शैलीका लागि परिचित छन्। उनले मानव मन, प्रभाव, शक्ति सम्बन्ध र व्यवहारका ढाँचाहरूलाई अत्यन्त प्रभावकारी ढङ्गले उजागर गरेका छन्। यसबाट हामी आफ्नै जीवनलाई पनि नयाँ स्तरमा लैजान सक्छौँ। धेरै पटक हामीले नयाँ व्यक्तिलाई भेट्दा उनी अत्यन्त मिलनसार लाग्छन्, तर केही समयमै महसुस हुन्छ उनले भावनात्मक रूपमा थकित बनाइरहेका छन्। कहिलेकाहीँ सधैँ साथ दिएको मित्र पनि अन्ततः स्वार्थका लागि मात्र नजिक भएको सत्य खुल्छ। त्यस्ता क्षणमा हामी आफैलाई भन्छौँ, काश मैले यो कुरा पहिले बुझ्न सकेको भए। यही अनुभूति जीवनमा बारम्बार दोहोरिन्छ। तर हामीले मानव मनोविज्ञान बुझ्न सक्यौँ भने हामी अरूलाई मात्र होइन, आफूलाई पनि अझ राम्रो रूप दिन सक्छौँ। केही मानिसले कार्यालयमा, जमघटमा वा सामाजिक सञ्जालमा जहाँ गए पनि सबैको ध्यान तान्छन्। अर्कोतर्फ केहीले जति मेहनत गरे पनि उनीहरूलाई गम्भीर रूपमा लिइँदैन। यो भाग्यको कुरा मात्र होइन, यसका पछाडि स्पष्ट मानसशास्त्रीय कारण लुकेको हुन्छ। यही कारणले मानिसको व्यवहार बुझ्नु केवल एउटा सिप होइन, जीवन जोगाउने रणनीति हो। तपाईँ मानिसको नियत, भावना र लुकेका उद्देश्य बुझ्न सक्नुहुन्छ भने तपाईलाई सजिलै कसैले पनि भ्रममा पार्न सक्दैन। तपाईका सम्बन्ध बलिया बन्छन्, करियरमा तीव्र प्रगति हुन्छ र तपाईँ आफैलाई सशक्त महसुस गर्नुहुन्छ। अब हामी प्रवेश गर्छौँ पहिलो अध्यायमा, द ल अफ इरासनालिटी, अर्थात् अतार्किकताको नियम। मानिस सानो कुरामा पनि अचानक किन रिसाउँछ? किन हामी भावनाको बहावमा यस्ता निर्णय लिन्छौँ जसको पछि गएर पश्चाताप गर्नुपर्छ? किन हामी एउटै दृष्टिकोणमा यति अडिग हुन्छौँ र वास्तविकता फरक भए पनि बदलिन चाहँदैनौँ? यसको उत्तर मानव स्वभावको एउटा गहिरो सत्यमा लुकेको छ। हामी सबै कतै न कतै अतार्किक छौँ। जब हामी आफूलाई पूर्ण रूपमा तार्किक ठान्छौँ, त्यही क्षण हामी सबैभन्दा ठूलो भ्रममा हुन्छौँ। विश्वका ठूला निर्णयहरू प्राय तर्कले होइन, भावनाले निर्देशित हुन्छन्। बुद्धिमान व्यक्ति क्रोधमा आएर आफूलाई हानि पुर्याउने काम गर्छ। सफल व्यापारी लोभका कारण गलत निर्णय लिन्छ र दूरदर्शी नेताले अहङ्कारमा डुबेर आफ्नै प्रतिष्ठा नष्ट गर्छ। यस्तो किन हुन्छ? किनभने मानव मस्तिष्कमा भावना तर्कभन्दा बढी शक्तिशाली हुन्छ। जब हामी कुनै विषयमा भावुक हुन्छौँ, मस्तिष्कले त्यसलाई सही ठहराउन जस्तो सुकै तर्क पनि निर्माण गर्छ। यसलाई आत्म-औचित्यकरण भनिन्छ, जहाँ हामी गल्ती स्वीकार गर्नुको सट्टा त्यसलाई सही साबित गर्न खोज्छौँ। हामी मन परेको मानिसको कमजोरी सजिलै माफ गर्छौँ, तर मन नपरेको व्यक्तिले गरेको उही गल्ती हामीलाई ठूलो अपराध जस्तो लाग्छ। यसले देखाउँछ हामी संसारलाई निष्पक्ष रूपमा होइन, भावनाको चस्माबाट हेर्छौँ। डर लाग्दा पनि हामी त्यही प्रमाण खोज्छौँ जसले हाम्रो डर सही ठहर्याओस्। यही भावनात्मक सोच हाम्रो प्रगतिमा सबैभन्दा ठूलो अवरोध बन्छ। यदि तपाईँ भावनालाई नियन्त्रण गर्न चाहनुहुन्छ भने पहिलो कदम हो आफू पूर्ण रूपमा तार्किक छैन भनेर स्वीकार गर्नु। निर्णय लिनु अघि एकछिन रोकिएर भावना अलग राखेर सोच्नु नै परिपक्वताको चिन्ह हो। महान नेता र सफल मानिसहरू तुरुन्त प्रतिक्रिया दिँदैनन्। उनीहरू शान्त भएर गहिरो सास लिएर तर्कसङ्गत निर्णय गर्छन्। अब हामी दोस्रो अध्यायतर्फ बढ्छौँ, द ल अफ नार्सिसिजम, अर्थात् आत्ममुग्धताको नियम। तपाईले सधैँ आफ्नै प्रशंसा गर्ने, हरेक कुरामा आफूलाई केन्द्रमा राख्ने मानिस अवश्य देख्नु भएको छ। यस्ता मानिसले अरूको भावनाभन्दा आफ्नै छविलाई बढी महत्त्व दिन्छन्। उनीहरूको संसार म वरिपरि घुमिरहेको हुन्छ। तपाईले आफ्नो समस्या सुनाउँदा पनि उनी तुरुन्तै आफ्नै ठूलो समस्या सुनाउन थाल्छन्। तर ध्यान दिनुपर्ने कुरा के हो भने आत्ममुग्धता अरूमा मात्र होइन, हरेक मानिसभित्र केही न केही मात्रामा हुन्छ। प्रशंसा सुन्दा खुसी हुनु र आलोचनामा दुखी हुनु मानवीय स्वभाव हो। तर जब यही भावना पहिचान नै बन्न थाल्छ, तब समस्या सुरु हुन्छ। बाल्यकालमा बच्चा स्वाभाविक रूपमा आत्मकेन्द्रित हुन्छ,
तर उमेरसँगै उसले अरूको भावना बुझ्ने क्षमता विकास गर्नुपर्छ। केही मानिस यस चरणसम्म पुग्न सक्दैनन्, सायद अत्यधिक लाड प्यार वा उपेक्षाका कारण। त्यसैले उनीहरू जीवनभर बाहिरबाट प्रेम र ध्यान खोजिरहन्छन्। अत्यधिक आत्ममुग्ध मानिसले सम्बन्धमा समानता कायम गर्न सक्दैन। स्वार्थ सकिएपछि सम्बन्ध पनि टुट्छ। सत्य के हो भने आत्ममुग्धता एउटा दायरा हो। सन्तुलन रहँदासम्म यो सामान्य हो, तर अत्यधिक भयो भने विषालु बन्छ। यदि तपाईँ राम्रो मानव बन्न चाहनुहुन्छ भने अरूको भावनालाई पनि आफ्नै भावना जत्तिकै महत्त्व दिन सिक्नुपर्छ। आफूलाई अरूको स्थानमा राखेर हेर्नु नै साँचो बुद्धिमत्ता हो। जब हामी मबाट बाहिर निस्केर हामीतर्फ जान थाल्छौँ, तब मात्र सम्बन्ध बलियो बन्छ र जीवन अर्थपूर्ण हुन्छ। अध्याय 3 द ल अफ रोल प्लेइङ अर्थात् भूमिका निभाउने नियम। के तपाईँले कहिले सोच्नु भएको छ मानिसहरू भित्री रूपमा बाहिर देखिए जस्तै हुन्छन्? बाहिर देखिने व्यवहार र भित्र लुकेको सत्य प्राय एउटै हुँदैन। हामी सबैले कुनै न कुनै भूमिका निभाइरहेका छौँ। समाजले स्वीकार गर्ने अनुहार, अरूलाई मनपर्ने व्यवहार र परिस्थितिले मागेको स्वरूप अनुसार हामी अभिनय गरिरहेका छौँ। यही अभिनयलाई हामीले आफ्नो पहिचान ठान्न थाल्छौँ, तर वास्तवमा त्यो एउटा आवरण मात्र हो। हामी यस्तो संसारमा बाँचिरहेका छौँ जहाँ मानिसहरू आफ्नो वास्तविक स्वरूप लुकाउन बाध्य छन्। उनीहरू जे हुन् त्यो देखाउँदैनन्, बरु अरूलाई प्रभावित गर्न आवश्यक ठानेको रूप देखाउँछन्। समाजमा हरेक व्यक्ति कुनै न कुनै भूमिका खेलिरहेको हुन्छ। कसैले आफै रोजेको भूमिका निभाइरहेको हुन्छ भने कसैले परिस्थितिले थोपरिदिएको। राजनीतिज्ञ जनतालाई प्रभावित गर्न अलग अनुहार देखाउँछ। कलाकार पर्दामा मात्र होइन, जीवनमा पनि पात्रकै अभिनय गरिरहेको हुन्छ। भित्र डर भए पनि व्यापारमा आत्मविश्वासी देखिन खोज्छ। नयाँ मानिससँग भेट्दा हामीले उसको वास्तविक स्वभाव होइन, उसको मुस्कान, शब्द र शारीरिक हावभाव देख्छौँ। हामीलाई लाग्छ यही नै उसको असली रूप हो, तर धेरैजसो यो केवल मुखौटा मात्र हुन्छ। मानिसहरूले आफ्नो वास्तविकता लुकाउँछन् किनभने उनीहरू डराउँछन्। संसारले उनीहरूलाई जस्ताको तस्तै देख्यो भने सायद स्वीकार नगर्ला भन्ने डर उनीहरूमा हुन्छ। मानिसको वास्तविक स्वभाव प्राय तब मात्र देखिन्छ जब ऊ एक्लो हुन्छ। कसैले नहेरेको अवस्थामा उसको वास्तविक स्वरूप प्रकट हुन्छ। त्यति बेला उसको कुनै देखावटी मुस्कान र शब्द हुँदैन। आफू जस्तो छ त्यस्तै रूपमा पेश हुन्छ, तर अन्यको उपस्थितिसँगै अभिनय सुरु हुन्छ। हामी आफ्नो शारीरिक हावभाव नियन्त्रण गर्छौँ, शब्द जोखेर बोल्छौँ र आफूलाई अरूलाई मनपर्ने ढाँचामा ढाल्न थाल्छौँ। बाल्यकालदेखि नै हामीलाई कसरी व्यवहार गर्नुपर्छ भनेर सिकाइन्छ। मन चञ्चल भए पनि विद्यालयमा अनुशासित देखिनुपर्छ। भित्रदेखि आतिए पनि जागिरमा आत्मविश्वासी र प्रोफेसनल देखिनुपर्छ। मनमा अरू नै कुरा चले पनि समाजको नजरमा दयालु र समझदार देखिनुपर्छ। भूमिका निभाउनु मानिसका लागि सामाजिक स्वीकृतिको माध्यम बन्छ। कर्मचारी मालिक सामु आदर्श बन्छ। नेताले जनता सामु इमानदारीको आवरण ओढ्छ। साथीले पनि कहिलेकाहीँ आफ्ना वास्तविक भावनाहरू लुकाएर अर्को साथीलाई मनपर्ने व्यवहार देखाउँछ। तर प्रश्न उठ्छ, के हामी यी भूमिकाको जालमा फँसेका छौँ? के हामी आफ्नो वास्तविक स्वरूपबाट यति टाढा पुगेका छौँ कि हामी को हौं भनेर आफैलाई पनि थाहा छैन? तपाईले मानिसहरूलाई ध्यानपूर्वक अवलोकन गर्नुभयो भने कसले आफ्नो भावना लुकाइरहेको छ र कसले सत्य बोलिरहेको छ बुझ्न सक्नुहुन्छ। अत्यधिक आत्मविश्वास देखाउने मानिस भित्रबाट असुरक्षित महसुस गरिरहेको हुन सक्छ। अत्यधिक दयालु देखिने व्यक्तिले आफ्ना वास्तविक भावनाहरू ढाक्न खोजिरहेको हुन सक्छ। मुस्कान सधैँ मनको साँचो हुँदैन। आँखामा लुकेको डर, हातको सानो कम्पन वा स्वरको हिचकिचाहटले भित्री सत्य उजागर गरिदिन्छ। यस खेलमा केवल दर्शक बनेर नबस्नुहोस्। तपाईले यो नियम बुझ्नुभयो भने यसलाई आफ्नो पक्षमा प्रयोग गर्न सक्नुहुन्छ। तपाईलाई कसैबाट केही प्राप्त गर्नु छ भने आफ्नो भूमिका त्यही अनुसार ढाल्न सक्नुहुन्छ। यसका लागि शब्द, हाउभाउ र व्यवहार मार्फत अरूले देख्न चाहेको चित्र प्रस्तुत गर्नुपर्छ। तर यहाँ अर्को प्रश्न पनि छ, के हामीले सधैँ मुखौटा लगाइरहनुपर्छ? सफल हुनका लागि यो समाजको नियम बुझ्न आवश्यक छ, तर बदलामा आफ्नो वास्तविक पहिचान गुमाउनु हुँदैन। सधैँ अभिनयमै बाँचियो भने एक दिन आफै को हो भन्ने थाहा नहुन सक्छ। त्यसैले यो नियमलाई आफ्नो फाइदाका लागि प्रयोग गर्नुहोस्, तर आफ्नो वास्तविक अस्तित्व कहिल्यै नबिर्सिनुहोस्। बुद्धिमानी यसैमा छ। संसार एउटा रङ्गमञ्च हो र हामी सबै यसमा आफ्नो भूमिका निभाइरहेका छौँ। कोही सफल देखिन चाहन्छ, कोही आफू खुसी भएको प्रमाणित गर्न खोज्छ, कोही दुःख लुकाएर मुस्कानको मुखौटा लगाइरहेको हुन्छ। तपाईले यो खेल बुझ्नुभयो भने झुटा मुस्कानभित्रको पीडा देख्न सक्नुहुन्छ, बनावटी आत्मविश्वासभित्रको असुरक्षा महसुस गर्न सक्नुहुन्छ र शब्दहरूको पछाडि लुकेको सत्य पहिचान गर्न सक्नुहुन्छ।
त्यसैले अर्को पटक कसैलाई भेट्दा केवल उसका शब्द होइन, उसले निभाइरहेको भूमिका पनि बुझ्ने प्रयास गर्नुहोस्। र सबैभन्दा महत्त्वपूर्ण कुरा, आफ्नो भूमिका निभाउनुहोस् तर अन्ततः आफैलाई नबिर्सिनुहोस्। अध्याय 4 द ल अफ एन्भी अर्थात् ईर्ष्याको नियम। के तपाईले कहिले यस्तो अनुभूति गर्नुभएको छ? आफ्नै वरिपरिका मानिस सफल हुँदा मनमा खुसी भन्दा बढी बेचैनी पैदा हुन्छ। आफ्नै साथी, सहकर्मी वा नजिकको मान्छेले प्रगति गर्दा मन असजिलो हुन्छ। यो सामान्य भावना जस्तो देखिए पनि यसको जरो निकै गहिरो हुन्छ। यसलाई हामी ईर्ष्या भन्छौं। यो एउटा यस्तो भावना हो जसले मानिसको मनलाई चुपचाप भित्रैबाट क्षय गरिरहन्छ। मानिसको स्वभाव नै तुलना गर्ने हो। हामी अनायासै आफूलाई अरूसँग दाँच्छौं। जब कसैलाई आफूभन्दा अघि बढिरहेको देख्छौं, त्यही क्षणमा दुईवटा बाटो खुल्छन्। या त हामी प्रेरित हुन्छौं या त भित्रैबाट जल्न थाल्छौं। यहीँबाट ईर्ष्याको जन्म हुन्छ। ईर्ष्या कुनै नयाँ कुरा होइन, यो मानव सभ्यता जत्तिकै पुरानो छ। इतिहासका धेरै षड्यन्त्र, द्वन्द्व र विश्वासघातको जड यही भावना रहेको छ। ईर्ष्याले प्राय लुकेर काम गर्छ। धेरै जसो मानिसले यसलाई स्वीकार गर्न सक्दैनन्। उनीहरू भन्छन्, मलाई फरक पर्दैन। तर जब अर्को व्यक्ति उनीहरूभन्दा अघि निस्किन्छ, मनभित्र हलचल सुरु हुन्छ। म किन सफल भइन? मेरो भागमा किन परेन? उसले के गर्यो जुन मैले गर्न सकिन? यस्ता प्रश्नहरूले ईर्ष्यालाई अझ गहिरो बनाउँदै लैजान्छन्। ईर्ष्याको सबैभन्दा खतरनाक पक्ष के हो भने यसले मानिसलाई अरूको जीवनमा केन्द्रित गरिदिन्छ। आफ्नै क्षमता, लक्ष्य र सम्भावनालाई बिर्साएर अरू के गर्दैछन् भन्नेमा ध्यान अड्काइदिन्छ। यसले हाम्रो ऊर्जा आफ्नै विकासमा नभई तुलना र असन्तोषमा खर्च गराउँछ। हामी आफ्ना लक्ष्यबाट भट्किन्छौँ किनभने हाम्रो ध्यान अरूलाई उछिन्नेतिर केन्द्रित हुन्छ। ईर्ष्या सबैमा एउटै तरिकाले देखिँदैन। केही मानिस खुला रूपमा देखाउँछन्, अरूको उपलब्धिलाई सानो बनाउँछन्, श्रेयलाई भाग्यको नाम दिन्छन् वा आलोचना मार्फत कमजोर देखाउन खोज्छन्। तर धेरैजसो मानिस यसलाई लुकाउँछन्। उनीहरू बाहिरबाट प्रशंसा गर्छन् तर आँखामा भने असहजता लुकेको हुन्छ। सहयोगको अभिनय गर्छन् तर मनमा नै असफलताको कामना गरिरहेका हुन्छन्। ईर्ष्या केवल व्यक्तिगत सम्बन्धमा सीमित हुँदैन। यो कार्यालय, मित्रता, परिवार र दाजुभाइ बीच पनि देखिन्छ। कसैको पदोन्नति, कसैको राम्रो जीवनसाथी, कसैको मनपर्ने पेशा, यी सबै क्षणहरू ईर्ष्याका लागि उर्वर भूमि बन्छन्। नजिकका सम्बन्धहरूमा ईर्ष्या अझ खतरनाक हुन्छ किनभने यसले विश्वासलाई चुपचाप कमजोर बनाइरहेको हुन्छ। के ईर्ष्यालाई पूर्ण रूपमा हटाउन सकिन्छ? सायद सकिँदैन, किनभने यो मानव स्वभावको अंश हो। तर यसलाई नियन्त्रण गर्न सकिन्छ। ईर्ष्याले हामीलाई आफ्नो बाटोबाट विचलित गर्छ भन्ने कुरा बुझ्यौँ भने यही भावनालाई सकारात्मक दिशामा मोड्न सकिन्छ। ईर्ष्यालाई विष नभई प्रेरणामा रूपान्तरण गर्न सकिन्छ। कसैले हामीभन्दा राम्रो गरिरहेको छ भने सिक्ने अवसर पनि त्यही हुन्छ। सफल मानिसहरू मेहनती मात्र हुँदैनन्, उनीहरूले ईर्ष्यालाई सही दिशा दिएका हुन्छन्। उनीहरू अरूको सफलताबाट जल्दैनन्, बरु त्यसलाई पाठका रूपमा ग्रहण गर्छन्। उनीहरूले प्रश्न गर्छन्, म के सुधार गर्न सक्छु? म के सिक्न सक्छु? त्यसैले अर्को पटक कसैको प्रगति देखेर मन असहज भयो भने आफूलाई सोध्नुहोस्, यो भावना मलाई तल तानिरहेको छ या अघि बढ्न प्रेरित गरिरहेको छ? यसले तपाईलाई सुधारतर्फ धकेल्छ भने स्वीकार गर्नुहोस्। यदि यसले केवल जलन र असन्तोष बढाउँछ भने त्यही क्षण छाडिदिनुहोस्। ईर्ष्यामा डुबेर कोही पनि अघि बढ्दैन, तर यसलाई चिनेर नियन्त्रण गर्ने मानिसले आफ्नो बाटो स्पष्ट देख्न थाल्छ। वास्तविक विजय अरूको उज्यालोले जल्नु होइन, त्यसबाट आफ्नो दीप जलाउन सिक्नुमा निहित छ। अध्याय 5 द ल अफ अग्रेसन अर्थात् आक्रामकताको नियम। के तपाईले कहिले यस्तो अनुभूति गर्नुभएको छ? कसैले बाहिरबाट मिठो व्यवहार गरिरहेको छ तर भित्र कतै विरोध, जलन वा असन्तोष लुकेको छ? के तपाईले कहिलेकाहीँ शब्दभन्दा बढी मौन र मुस्कानभन्दा बढी आँखाको भावले आक्रामकता बोलेको महसुस गर्नुभएको छ? संसारमा आक्रामकता सधैँ चिच्याएर वा हात उठाएर देखिँदैन। धेरै जसो समय यो शान्त, सूक्ष्म र लुकेर उपस्थित हुन्छ। आक्रामकता मानव स्वभावको अविभाज्य अंश हो। यसलाई प्राय नकारात्मक रूपमा बुझिन्छ। यसलाई केवल क्रोध, हिंसा वा झगडाका रूपमा हेरिन्छ, तर वास्तविकता यति सरल छैन। आक्रामकता केवल बाहिरी व्यवहारमा होइन, यो विचार, शब्द, मौन र भावनाको गहिराईमा पनि बसेको हुन्छ। कतिपय मानिस यसलाई खुला रूपमा व्यक्त गर्छन्, कतिपयले भने यसलाई मुस्कान र शिष्टाचारको आवरणभित्र लुकाउँछन्। समाजमा दुई प्रकारका आक्रामकता प्राय देखिन्छन्।
पहिलो, खुला आक्रामकता, जहाँ मानिसले आफ्नो असन्तोष स्पष्ट रूपमा व्यक्त गर्छ, विवाद गर्छ, आवाज उठाउँछ र झगडाबाट पनि पछि हट्दैन। यस्तो आक्रामकता देख्न र चिन्न सजिलो हुन्छ। दोस्रो, लुकेको आक्रामकता, जहाँ मानिस बाहिर शान्त र सभ्य देखिन्छ तर भित्र असन्तोष, जलन र प्रतिशोध पलाइरहेको हुन्छ। यही लुकेको आक्रामकता सबैभन्दा खतरनाक हुन्छ। लुकेको आक्रामकता शब्दभन्दा व्यवहारमा देखिन्छ। ढिला गरिदिनु, सहयोग नगर्नु, श्रेय खोसिनु, पछाडि कुरा काट्नु वा आवश्यक समयमा मौन बस्नु यी सबै आक्रामकताको सूक्ष्म रूप हुन्। यस्ता मानिसहरू सिधै ठोकिँदैनन् तर अरूको प्रगतिमा अवरोध सृजना गर्छन्। बाहिरबाट प्रशंसा गर्छन् तर मनमा नै असफलताको कामना गरिरहेका हुन्छन्। हामीमध्ये धेरैले जीवनमा यस्तो आक्रामकताको सामना गरेका छौँ। कहिले हाम्रो मेहनतको श्रेय अरूले लिन्छ, कहिले हाम्रो आवाज दबाइन्छ, कहिले हामीलाई उपेक्षा गरिन्छ। यस्ता क्षणहरूमा हामीभित्र पनि आक्रामकता जन्मिन्छ। तर मुख्य प्रश्न यही हो, हामी यसलाई कसरी प्रयोग गर्छौँ? बाल्यकालदेखि हामीलाई सिकाइन्छ क्रोध खराब हो, आक्रामकता दबाउनुपर्छ र शान्त रहनुपर्छ। तर दबाइएको आक्रामकता हराउँदैन, यसले रूप मात्र बदल्छ। यो असन्तोष, निराशा र आत्मग्लानीमा परिणत हुन्छ। आफ्नो आक्रामक ऊर्जालाई नबुझेको खण्डमा यसले आफ्नै विरुद्ध काम गर्न थाल्छ। तर आफ्नो आक्रामकतालाई चिनेर नियन्त्रण गर्न सिकेको मानिसले यही ऊर्जालाई आफ्नो शक्तिमा रूपान्तरण गर्न सक्छ। इतिहासका प्रभावशाली व्यक्तिहरू हिंस्रक थिएनन्, तर उनीहरूमा तीव्र आन्तरिक ऊर्जा थियो। उनीहरूले क्रोधलाई विनाशमा नभई निर्माणका लागि प्रयोग गरे, चुनौतीलाई प्रतिशोधमा नभई आत्मसुधारमा रूपान्तरण गरिदिए। आक्रामकता मूलतः ऊर्जा हो। यो ऊर्जा न त राम्रो हो न त खराब, यसको दिशा मात्र फरक हुन्छ। यो अनियन्त्रित रूपमा बाहिर निस्कियो भने यसले सम्बन्ध बिगार्छ, भित्रै थुनियो भने यसले मनलाई कमजोर बनाउँछ। तर यसलाई चेतन रूपमा सही दिशामा मोडियो भने यही ऊर्जा साहस, दृढता र आत्मविश्वासमा रूपान्तरण हुन्छ। कसैले तपाईलाई कमजोर देखाउन खोज्छ, तपाईलाई चुनौती दिन्छ वा अवमूल्यन गर्छ भने त्यस क्षण उठ्ने आक्रामकतालाई ध्यानपूर्वक हेर्नुहोस्। आफैलाई सोध्नुहोस्, म यसलाई झगडामा खर्च गरौँ या आफूलाई अझ सक्षम बनाउन प्रयोग गरौँ? यही निर्णयले तपाईको दिशा तय गर्छ। जीवनमा ठूलो आवाजमा बोल्नेहरू विजेता होइनन्, आफ्नो आन्तरिक आगोलाई प्रकाशमा बदल्न जान्ने मानिस नै वास्तविक विजेता हो। आक्रामकतालाई दबाउनु नभई बुझ्नु आवश्यक छ। यसलाई नकार्नु होइन, परिष्कृत गर्नु आवश्यक छ। आफ्नो आक्रामकतालाई नियन्त्रण गर्न सक्ने व्यक्ति अरूलाई होइन, सबैभन्दा पहिले आफैलाई जित्न सक्षम हुन्छ र आत्मविजयभन्दा ठूलो शक्ति संसारमा अरू केही छैन। अध्याय 6, द ल अफ कन्फर्मिटी, अर्थात् भीडको अनुसरणको नियम। के तपाईले कहिले आफूलाई यस्तो अवस्थामा भेट्नु भएको छ जहाँ तपाईँ कुनै काम गरिरहनु भएको छ तर मनभित्र कतै प्रश्न उठिरहेको छ, म यो किन गरिरहेको छु? के तपाईले कहिलेकाहीँ कुनै विचार, चलन वा प्रवृत्ति केवल सबैले अपनाएकै कारण अपनाउनु भएको छ? गर्नुभएको छ भने तपाईँ एक्लो हुनुहुन्न। प्राय मानिसहरूको जीवन यही अदृश्य नियमद्वारा निर्देशित हुन्छ र त्यो नियम हो भीडको नियम। मानिस सामाजिक प्राणी हो, हामी एक्लै बाँच्न सक्दैनौँ। त्यसैले समाजको स्वीकृति हाम्रा लागि अत्यन्तै महत्त्वपूर्ण हुन्छ। हामी अरूबाट अलग देखिन चाहदैनौँ, आलोचना सहन चाहदैनौँ र अस्वीकृत हुने डरले आफ्ना विचार र इच्छाहरू धेरै पटक दबाइदिन्छौँ। यही डरबाट जन्मिन्छ भीडको अनुसरण गर्ने प्रवृत्ति। भीडको अनुसरण प्राय हामीले थाहा नपाइकनै गरिरहेका हुन्छौँ। हामी सोध्छौँ हामी आफै निर्णय गरिरहेका छौँ, तर वास्तवमा ती निर्णय समाज, परिवार, संस्कार र वरपरका मानिसहरूको अपेक्षाबाट प्रभावित हुन्छन्। विद्यालयमा हामीलाई सिकाइन्छ राम्रो अङ्क ल्याउनु नै सफलता हो। मन अन्य दिशामा जान चाहे पनि पछि गएर भने सुरक्षित पेशा रोज्न दबाव आउँछ। बिस्तारै हामी पनि त्यो बाटोमा हिँड्न थाल्छौँ जुन बाटो सबैले सुरक्षित र सही ठानेका हुन्छन्। सामाजिक सञ्जालले यो प्रवृत्तिलाई अझ बलियो बनाएको छ। जे लोकप्रिय छ त्यही सही जस्तो देखिन्छ। धेरैले मन पराएका कुरालाई हामी पनि अपनाउन थाल्छौँ। विचार, फेसन, जीवनशैली सबै कुरा भीडले निर्धारण गर्न थाल्छ। हामी म के चाहन्छु भन्दा पनि अरूले के गरिरहेका छन् भन्ने प्रश्नमा बढी केन्द्रित हुन्छौँ। भीडको अनुसरण सधैँ खराब हुँदैन। कतिपय अवस्थामा यसले सुरक्षा, स्थिरता र एकताको भावना दिन्छ। समाजका नियम र परम्पराहरूले अराजकता रोक्छन्, तर हामीले प्रश्न गर्न छाडेपछि भने समस्या सुरु हुन्छ। जब सबैले मानेकै कारण हामी कुनै कुरालाई सही मान्न थाल्छौँ अनि समस्या सुरु हुन्छ। त्यही क्षणबाट हाम्रो व्यक्तिगत सोच कमजोर हुन थाल्छ।
इतिहासले देखाएको छ जब मानिसहरूले आँखा चिम्लेर भिड पछ्याए तब ठूलो विनाश भयो। युद्ध, हिंसा, अन्याय यी सबैको जरामा प्रश्न नगर्ने मानसिकता नै थियो। मानिसहरूले सत्य खोजेनन्, केवल बहुमतको आवाज पछ्याए। तर त्यही इतिहासमा केही यस्ता व्यक्तिहरू पनि थिए जसले भिडको विरोध गरे, प्रश्न उठाए र नयाँ बाटो देखाए। आज तिनै व्यक्तिहरूलाई परिवर्तनका प्रतीकका रूपमा सम्झिन्छौँ। साँचो नेतृत्व भिड पछ्याउनु होइन, भिडभन्दा अघि सोच्नु हो। नयाँ विचार सधैँ सुरुमा अल्पमतमा हुन्छ। जसले फरक सोच्ने साहस राख्छ उसलाई सुरुमा आलोचना सहनुपर्छ, तर समयसँगै त्यही फरक सोच नै परिवर्तनको आधार बन्छ। संसारलाई अगाडि बढाउनेहरू सधैँ भिडभन्दा एक कदम अगाडि हिँड्ने मानिसहरू नै हुन्। त्यसैले आफूलाई भिडसँग बगिरहेको महसुस भएपछि एकछिन रोकिनुहोस्। आफैलाई सोध्नुहोस्, यो निर्णय मेरो आफ्नै हो या अरूको डर वा अपेक्षाबाट आएको हो? उत्तर दोस्रो हो भने त्यो क्षण आत्मचिन्तनको हो। आफ्नो आवाज सुन्ने, आफ्नो बाटो खोज्ने अवसर हो। भिडबाट अलग हुनु सजिलो छैन, यसका लागि साहस चाहिन्छ। तर आत्मसम्मान, सन्तोष र वास्तविक खुशी त्यही भेटिन्छ जहाँ तपाईँ आफ्नो सोच अनुसार बाँच्नुहुन्छ। भिडको हिस्सा भएर सुरक्षित महसुस गर्न सकिन्छ, तर आफ्नै बाटो हिँडेर मात्र जीवन अर्थपूर्ण बन्छ। अन्ततः इतिहासले भिडलाई सम्झिँदैन, इतिहासले ती व्यक्तिहरूलाई सम्झिन्छ जसले भिडलाई नयाँ दिशा दिएका थिए। अध्याय 7 द ल अफ डैश डिनायल अर्थात् मृत्युको अस्वीकृतिको नियम। के तपाईँले कहिले आफैसँग सोध्नु भएको छ, मानिसको सबैभन्दा गहिरो डर के हो? धेरैलाई लाग्छ असफलता, एक्लोपन वा गरिबी। तर यी सबै डरहरूको मूलमा एउटा साझा भय लुकेको हुन्छ र त्यो भय हो मृत्युको भय। हामी यो कुरा खुलेर स्वीकार गर्दैनौँ, तर हाम्रो जीवनका धेरै निर्णयहरू यही डरबाट प्रभावित हुन्छन्। मानिस स्वभावैले मृत्युबारे सोच्नबाट बच्न चाहन्छ। हामी यस्तो व्यवहार गर्छौँ मानौ मृत्यु अरूका लागि हो तर आफ्नो लागि होइन। हामी भविष्यका योजनामा डुब्छौँ, काम र जिम्मेवारीमा हराउँछौँ ताकि मृत्युको विचार मनमा नआओस्। यही प्रवृत्तिलाई मृत्युको भय भनिन्छ। यो मृत्युलाई नदेख्ने, नमान्ने र टाढा राख्ने मानसिकता हो। तर जति हामी मृत्युको विचारबाट भाग्छौँ त्यति नै त्यसले हाम्रो जीवनलाई अप्रत्यक्ष रूपमा नियन्त्रण गर्न थाल्छ। हामी समयको वास्तविक मूल्य बुझ्दैनौँ। हामी आफ्ना सपनाहरू पछिका लागि सङ्घाल्छौँ। हामी भन्छौँ अझ समय छ, अहिले होइन। तर समय चुपचाप बितिरहेको हुन्छ र हामी त्यसको गहिरो अनुभूति गर्न सक्दैनौँ। मृत्युको डरले हामीलाई सतर्क बनाउँछ, तर यसको इन्कारले हामीलाई जिउनै गुलाइदिन्छ। हामी सुरक्षित जीवन चाहन्छौँ। हामी जोखिम नलिने, असफल नहुने र आलोचना नपाउने जीवनको खोजमा हुन्छौँ। तर यही सुरक्षा खोज्दा हामी जीवनका ती सम्भावनाहरू गुमाउँछौँ जसले जीवनलाई अर्थ दिन्थ्यो। हामी बाँचिरहेका हुन्छौँ तर पूर्ण रूपमा जिइरहेका हुँदैनौँ। नजिकको व्यक्ति बित्दा मात्र मृत्युको वास्तविकता हाम्रो सामुन्ने आउँछ। केही समयका लागि हामी गम्भीर हुन्छौँ, जीवन कति नाजुक छ भन्ने बुझ्छौँ। अब जीवन फरक तरिकाले जिउनेछु भनेर हामी आफैसँग प्रतिज्ञा गर्छौँ। तर समयसँगै त्यो अनुभूति फेरि ओझेलमा पर्छ र हामी फेरि पुरानै बानीमा फर्कन्छौँ। मृत्युको इन्कारको सबैभन्दा ठूलो क्षति यही हो कि यसले हामीलाई वर्तमान क्षणबाट टाढा लैजान्छ। हामी भविष्यको डर र भूतकालको पछुतामा अल्झिरहन्छौँ। हामी अहिलेको क्षणलाई पूर्ण रूपमा अनुभव गर्न सक्दैनौँ। वास्तवमा भन्नुपर्दा हाम्रो हातमा वास्तवमै रहेको समय यही क्षण मात्र हो। मानिसले मृत्युको सत्यलाई स्वीकार गर्न थालेपछि उसको जीवनमा अद्भुत परिवर्तन आउँछ। मृत्युको स्वीकृतिले डर होइन, स्पष्टता दिन्छ। यसले जीवनलाई गहन बनाउँछ। मानिस सानातिना कुरामा अल्झिन छोड्छ। अनावश्यक रिस, अहङ्कार र ईर्ष्याको अर्थ रहँदैन, किनभने उसले समय सीमित छ भनेर बुझिसकेको हुन्छ। मृत्युको स्वीकारोक्तिले हामीलाई साहसी बनाउँछ। हामी भन्न थाल्छौँ, समय सीमित छ भने म किन डराएर बाँच्ने? म किन आफ्ना भावना व्यक्त नगर्ने? मैले किन आफ्ना सपनाहरूलाई किन टारिरहने? यही सोचले मानिसलाई आफ्नै सत्यतर्फ लैजान्छ। यसको अर्थ मृत्युको कामना गर्नु भन्ने होइन। यसको अर्थ जीवनलाई गहिरो सम्मान गर्नु भन्ने हो। मृत्युको सम्झनाले जीवनको मूल्य बढाउँछ। यसले हरेक दिनलाई अर्थपूर्ण बनाउने प्रेरणा दिन्छ। अन्त्य निश्चित छ भनेर थाहा पाएपछि हरेक सुरुवात अमूल्य हुन्छ। त्यसैले तपाईलाई मृत्युको डरले छोएमा त्यसबाट भाग्नु पर्दैन, त्यसलाई दबाउनु पनि पर्दैन। त्यसलाई जीवनप्रति सचेत हुने सङ्केतका रूपमा लिनुहोस्।
आफैलाई सोध्नुहोस्, यदि समय सीमित छ भने म आज कसरी बाँच्न चाहन्छु? यही प्रश्नको उत्तरमा लुकेको हुन्छ साँचो जीवन। मृत्युको इन्कारमा नभई मृत्युको स्वीकृतिमा। किनभने मृत्युको सत्यसँग आँखामा आँखा जुझाएर बाँच्न सिकेको मानिसले मात्र जीवनलाई पूर्ण रूपमा जिउन सक्छ। यस सम्पूर्ण यात्राको अन्त्यमा आइपुग्दा एउटा कुरा स्पष्ट हुन्छ। मानव स्वभाव सरल छैन। यो तह तहले बनेको छ। बाहिर देखिने व्यवहारभन्दा भित्र लुकेका डर, चाहना, अहङ्कार, असुरक्षा र आशाले मानिसलाई चलाइरहेका हुन्छन्। हामी अरूलाई बुझ्न खोज्छौं, तर प्राय आफैलाई बुझ्नबाट भाग्छौं। यहीबाट धेरै द्वन्द्व, पीडा र भ्रम जन्मिन्छ। यी सबै नियमहरूले हामीलाई एउटा मूल सत्यतर्फ लैजान्छन्। मानिस पूर्ण रूपमा तर्कसङ्गत हुँदैन। ऊ भावनाले चल्छ, तुलना गर्छ, भूमिका खेल्छ, भिडलाई पछ्याउँछ र मृत्युको डरबाट भाग्छ। तर हामीले यी प्रवृत्तिहरूलाई अस्वीकार गर्नुको सट्टा स्वीकार गर्न थालेपछि आत्मजागरुकताको ढोका खुल्छ। आफ्नो अतार्किकता स्वीकार गर्नु कमजोरी नभई परिपक्वता हो। आफ्नै अहङ्कार, ईर्ष्या र डरलाई देख्न सक्नु नै आत्मविकासको सुरुवात हो। अरू मानिसहरू पनि यिनै आन्तरिक द्वन्द्वबाट गुज्रिरहेका छन् भन्ने बुझेपछि हाम्रो दृष्टिकोण परिवर्तन हुन्छ। हामी तुरुन्तै नराम्रो दृष्टिकोणले हेर्न छोड्छौं। अरूप्रति सहानुभूति बढ्छ र सम्बन्धहरू गहिरा हुन्छन्। मानव स्वभाव बुझ्नु भनेको अरूलाई नियन्त्रण गर्ने उपाय बुझ्नु मात्र होइन, यो आफूलाई सन्तुलित बनाउने कला हो। अरूको भूमिका, आक्रामकता वा भीड मानसिकता देख्दा हामी प्रतिक्रिया होइन, प्रतिक्रिया दिनुअघि सोच्न सिक्छौं। यही अन्तरले सामान्य मानिस र सचेत मानिस बीचको भिन्नता निर्माण गर्छ। जीवनमा धेरै पीडा अरूबाट नभई आफ्नै अज्ञानताबाट आउँछ। हामी अपेक्षा गर्छौं, तुलना गर्छौं र समय सीमित छ भन्ने कुरा बिर्सेर बाँचिरहेका हुन्छौं। मृत्युको सत्यलाई स्वीकार गर्दा मात्र हामी अनावश्यक बोझ बिसाउन थाल्छौं। त्यसबेला जीवन दौड नभई अनुभूति बन्छ। यी नियमहरू कुनै कठोर सिद्धान्त होइनन्, यी ऐना हुन् जहाँ हेरेर हामी आफैलाई देख्न सक्छौं। कहिलेकाहीँ त्यो दृश्य सहज हुँदैन, तर सत्य सधैँ सहज हुँदैन। परिवर्तन सधैँ स्वीकृतिबाट सुरु हुन्छ। यदि तपाईले यो ज्ञानलाई केवल सुन्ने वा पढ्ने सीमामा नराखी दैनिक जीवनमा प्रयोग गर्न थाल्नुभयो भने तपाईको व्यवहार, निर्णय र सम्बन्धहरू बिस्तारै रूपान्तरण हुन थाल्छन्। तपाई कम प्रतिक्रिया दिनुहुनेछ, बढी अवलोकन गर्नुहुनेछ, कम दोष लगाउनुहुनेछ, बढी बुझ्ने प्रयास गर्नुहुनेछ। यदि यो यात्राले तपाईलाई एकछिन रोकिएर सोच्न बाध्य बनायो भने, यदि यसले तपाईलाई आफैतर्फ फर्कायो भने, यो अडियो बुक समरीले आफ्नो उद्देश्य पूरा गरिसकेको छ। जीवन सूत्र यही हो: स्वभाव बुझेर बाँच्नु, डरभन्दा माथि उठेर बाँच्नु र हरेक दिनलाई अर्थपूर्ण बनाउँदै बाँच्नु। धन्यवाद।